जब त्यही बाल्यकाल थियो, थाहा थिएन त्यो प्रेम। जब त्यही बाल्यकाल थियो, प्रेमदेखि बिछोड भएको उजाड स्थान जहाँ थियो एउटा समय। त्यो समयमा न त केही कुरोको वास्ता थियो, न यो संसारको कुरोको वास्ता थियो, न मायाको वास्ता थियो, न केको वास्ता थियो। तर खुसीको जीवन थियो, तर खुसीको जीवन थियो, खुसीको जीवन थियो। त्यो कुरोहरू जहाँ समेटिएर हेर्दा, जब बाल्यकालको जीवनलाई लिएर हेर्दा, त्यहाँ त्यो बाल्यकालमा पनि त्यो प्रेम त थिँदै थिएन। प्रेमको भोगी भएर, प्रेम के हो, माया के हो, त्यो म जान्दिनँ। तर जब उमेरले पनि, शरीरले पनि, त्यो हाडहरू पनि बढ्दै गयो, शरीर पनि बढ्दै गयो, संसारको कुरो आँखाले देख्न थाल्यो, संसारको कुरोको देखासेखी हुन थाल्यो, संसारको प्रेम देखिन थाल्यो, संसारको कुरो नै हुन थाल्यो जीवनमा। जीवन संसारमै छ, तर पनि त्यो बाल्यकालमा त्यो कुरो मस्तिष्कमा थिएन। जबकि त्यो मेरो हो भन्ने कुरो, जबकि त्यो एउटा टुहुरो जस्तो जीवन जिउँथ्यो, जबकि त्यो टुहुरो हो भन्ने कुरो पनि मस्तिष्कमा थिएन, जबकि त्यो बाल्यकाल अवस्थामा थियो। अनि त्यो टुहुरो भन्ने कुरो शब्द पनि आयो, अनि दिमागमा पनि पस्यो, अनि फेरि आत्मामा पनि पस्यो। जब उमेर बढ्दै गयो, शरीर बढ्दै गयो, त्यो कुरोहरूको अनुभव हुँदै गयो, तब थाहा भयो वयस्कको त्यो जीवनमा, जब एउटा युथको जीवनमा जब त्यो कुरो हुनुपर्छ भन्ने थाहा कुरो भयो, त्यो टुहुरोको जीवनमा पनि त्यो आमा बाबुको माया हुनुपर्छ भन्ने थाहा भयो। त्यो थाहा गर्दा धेरै छाती पोल्छ, धेरै जलन हुन्छ, हरेक पाइलामा उजाड जस्तो लाग्छ। तर त्यो उजाड स्थानमा हिँडेको थियो, त्यो युथको अवस्थामा थियो, तर पनि त्यो युथको अवस्थामा हुँदा मस्तिष्कमा सबै कुरो आउँछ, मनमा सबै कुरो खिल्छ, अनि त्यो कुरोको अनुभव हुन्छ। जब भित्र अनुभव हुन्छ, तब मुटु नै कटक्क गरेर खान्छ। भन्न साध्य छैन यो संसारमा, भनेर बयान गर्न सकिँदैन यो संसारमा। अब के भन्नु, तर त्यही उजाड स्थानमा त्यो टुहुरो युवा बढेको अवस्था, मतलब टुहुरोको जस्तो अनुभव भएको भावना आत्मा शरीरसँगै त्यो निर्जनताको स्थानमा, शून्यताको स्थानमा, साथ छैन कसैको, छतभित्र एउटा छुयो त्यो शून्यतामा, थाहा नपाउने गरीको। हुन त संसारको त्यो माया जो एउटा टुहुरोले पाउँदैन,
जो आमा बाउको माया पाउँदैन, जो आफन्तको माया पाउँदैन, जस्तै टुरुको जीवन, भावना, आत्मा, सम्बन्ध भन्ने कुरो जब एउटा युथ हुन्छ तब त्यो कुरोले सधैँ नै मनमा एउटा झटारो आउँछ। त्यो चस्सक्क घुच्छ, त्यसले भित्र घुस्छ। आँखाबाट पनि त्यो एकान्तमा, निर्जनतामा जब कटक्क खान्छ मुटु, तब झर्छ त्यो आँसु। त्यो एकान्तमा हिँडेको, एकान्तमा रोएको, अन्धकारमा पढेको त्यो आँसु झर्छ। त्यहाँ कति झर्छ आँसु। त्यो आँसु झरेको संसारलाई थाहा हुँदैन। खाली स्वयं ती जो चाहिँ अन्धकारमा पढेको र निर्जनता अवस्थामा, शून्यतामा झरेको त्यो आत्मालाई मात्र थाहा हुन्छ। जबकि त्यो आत्मा जलिरहेको एकान्तमा फेरि कसैसँग केन्द्रबिन्दु भएर फेरि कसैले त्योभन्दा बढ्ता प्रोत्साहन दिएर त्यो आत्मालाई उठाइरहेको जीवनमा त्यो कुरो, जुन कुरो त्यो युवकले भावना र मायाको स्पर्श र अनुभव त्यही कोही अनजान अपरिचय आत्मासँग मिलन भएपछि थाहा हुन्छ। यो अनजान आत्मा, अनजान अपरिचय मान्छे जो देख्न सक्दैन, उनीले नै उठाएर फेरि बढ्न लाउँछ। यो जीवन नै सङ्घर्ष हो अनि जबसम्म जीवन छ तबसम्म यो सङ्घर्ष हरेक बिचमा भइरहन्छ। छ अझै त्यो आँधी हुरी बेरी जति पनि छ। जीवन बित्दैछ, बढ्दैछ, उमेर जाँदछ, एउटा परिपक्वतामा जाँदैछ भने त्यो कुरोहरू पनि सामेल हुँदै जान्छ। अनि त्यो परिपक्वतामा ल्याउने, बनाउने त्यो अदृश्य निर्जनतामा, मतलब उजाड स्थानमा, अन्धकारमा भेटेको उज्जवलताले छुइएको त्यो आत्मा सधैँ नै यहाँ निर्जनतामा फेरि खुसी नपाएको खुसीलाई, फेरि नदेखेको त्यो कुरोहरूलाई, फेरि नचाहेको त्यो दिनहरूलाई, फेरि त्यो मायाको कुरोको, प्रेमको कुरोलाई नजानेको जति पनि त्यो भावना र आत्मासँग मिलन भएको त्यो कुरोको हस्तक्षेप, जो अपरिचय र अनजान र अनिश्चित कुरोले जब अपरिचित त्यो अपार परिपक्वताको प्रेमले सम्हाल्दै लाँदछ यहाँ यो जीवनलाई। बगिरहेको छ, गइरहेको छ, थाहा छैन कहाँ पुग्ने हो फेरि। जीवन त यहाँ नै छ संसारमा, तर जीवनमा त्यो संसारको कुरोहरूलाई लिएर नै हिँड्दैछ यो शरीर र यो आत्माले। जब त्यो आत्मासँग मिलन हुन्छ भने त्यो नै एउटा अमरताको प्रेमको आत्मा, जसले जहाँ पनि राखेको छ। आँखाले नदेखेका र आँखाले नदेखेका, मनले नसोचेका, कानले नसुनेका कुरोहरूको दौडमा, संसारको दौडमा यो जीवन हरेक गरी हरेक पाइला दौडिरहेको छ। भन्नु के छ, बयान गर्नु के छ, छैन। चलिरहेको छ यो जीवन।
जहाँ हाँसो र खुसीको प्रेमको वाचाको कुरोहरू चलिरहेको छ यो संसारमा। मर्नु चलिरहेको छ, मरेकाहरू सुतेका जस्ता भएका छन्। तर बिउजाउने कुरो पनि समयले नै त्यो निचोडतामा ल्याउँछ र त्यो निष्कर्षमा पुर्याउँछ। जबकि हिँड्दै जान्छ थाहा छैन कसैलाई यहाँ के हो। र यो संसारको समुद्रमा सबै माछाहरू आफ्नै तराले पौडिरहेका छन्। माछा साना छन्, ठुला छन्, सबै कुरो भइरहेका छन्। संसारको त्यो कुरोहरू पनि त्यसरी नै दौडिरहेका छन्, बगिरहेका छन्, नदी सरो गइरहेका छन्। भन्न केही छैन, अब भन्न केही छैन। बस जीवन अन्तसम्म त्यही हो जसले चाहिँ यो आत्मालाई प्रज्वलित गरेर फेरि उठाएको छ। उनीलाई मात्र धन्यवाद दिन चाहन्छु। यो जीवन र यो आत्माबाट